त्यो धीरजको मलाई थाहा कि फाल्टु फाल्टु हाल्छ गरे हो मैले ट्याबा ट्याबिन हो जाऊ त्यही भएर त्यही यस्तो छ पेज हेर्नु यति जिपी अफिसले के अरे हेलो गाइस आज हामी अमलाको अचार बनाउँदैछौँ हाई एभ्रिवान वेलकम टु आवर च्यानल आज चाहिँ म लाइक सानो ब्लग बनाउँदैछु टुमोरो वी आर गोइङ प्यारिस मेरो बर्थडेको लागि आज चाहिँ हामी सपिङ गरेर आएको तर सपिङ गरेको चाहिँ मैले खिच्न भ्याइनँ तर हामी चाहिँ घर फर्किँदैछौँ सो स्टे ट्युन अब चाहिँ हामी मेट्रो कुरिरहेछौँ तर मेट्रो आउन चाहिँ टाइम लाग्छ अझै अनि उहाँ चाहिँ प्रभात हुनुहुन्छ अनि उहाँ चाहिँ धीरज हुनुहुन्छ यिनीहरू मेरो जाने दुश्मन हो जस्ट इग्नोर दिस फेलोज मलाई मात्रै फोकस गर्नु होला तपाईँहरू चाहिँ अनि हामी चाहिँ अहिले वाटरलू प्लेनको मेट्रो स्टेसनमा छौँ हजुरले हेर्न सक्नुहुन्छ यहाँ अब हामी चाहिँ अब मेट्रो आउन चाहिँ 3 मिनट बाँकी छ त्यसपछि हाम्रो घरमा आउँछौँ अनि घरमा भएपछि हामी प्याकिङ गर्छौँ अनि सबै अनि मैले प्याकिङ गर्छु यताउता अनि त्यस बन्द गरिदियो अरे कहाँ गरे होइन तँ आफै हो बोल न छ के भिडियो भइरहेको कि अनि त्यो प्याकिङ गर्छौँ अनि सुकुटी पनि बनाउँछौँ धीरजको मामाले सुकुटी लिएर आइदिनु भएको छ अनि हामी सुकुटी बनाउँछौँ अनि त्यसपछि मिठो गरी भोलि खान्छौँ अनि हाम्रो धीरजको ब्लगमा चाहिँ धीरजको ब्लगमा चाहिँ हाम्रो प्यारिसको के कस्तो भयो हेर्न नबिर्सिनु होला प्लिज यो त के भन्छ त्यो चाहिँ हेलो गाइस म आज अमलाको अचार बनाउँदैछु यसरी नै भन्छ होइन यसरी नै भन्छ नि प्रभातलाई दिएको कि यसरी नै भनेको कि हेलो गाइस आज हामी अमलाको अचार बनाउँदैछौँ के प्रक्रिया हुन्छ भनिदिनु होला हाम्रो डन हो यो मान्छे चाहिँ गएको आँसु म हेर्नमा मात्रै क्युट छु तर म एकदम फटा छु भन्छन् तर म क्युट पनि छु है 1 नम्बरको फटा अनि हामीले के गऱ्यौँ सबै के गऱ्यौँ हामी तपाईँलाई अपडेट दिनेछौँ धीरजको म चाहिँ अब धीरजको ब्लगिङ ह्यान्डल गरिदिन्छु 2 दिनसम्म सो त्यसले राम्रो भिडियो हेर्छ भिडियो आउँछ त्यो स्टे ट्युन है स्टे ट्युन त्यो धीरजको मलाई थाहा कि फाल्टु हाल्छ फाल्टु हाल्छ त्यही भएर त्यो धेरै हेर्नुहुन्न तर अब मैले भिडियोमा मैले 2 दिन भिडियो ह्यान्डल गर्छु त स्टे ट्युन प्लिज अनि यो के देखाएको मेरो कपडा देखाएको नि यता म देखाइदिन्छु कपडा यताबाट ल पछाडिबाट चुइकम फालेको देखाउँ ल यसरी घुम्ने यहाँ त घुम भने हौ उता यतिकै यसरी घुमे यार यस्तै नै हुन्छ ल आफ्नो अनुहार सो प्लिज स्टे ट्युन अनि अब घर गइसकेपछि चाहिँ केमा चढाएको थियौ खेनमा फेरि खेन आउनु लागिसक्यो त खासो रोसाउनु पर्छ त्यति के गर्दा नि हामीलाई फाइदा हो म त बुलेकै झर्थेँ यार रिक्स नै लिने अनि अहिले ट्यापिङ गरेर मात्रै ट्याप आउट गरेको छैन त्यही भएर गरे हो मैले ट्याबा ट्याबिन हो जाऊ त्यही भएर चाहिँ यस्तो छ पेज हेर्नु यति जिपी अफिसले के अरे फाइन हाल्यो भने यिनीहरू दुइटा हो 53 अहिलेसम्म हान्दो रहेछ क्या कि फाइन कस्तो 1 आवरको फ्री उस दिँदो रहेछ क्या अब भोलिबाट चाहिँ हाम्रो ब्लगिङ सुरु हुन्छ प्यारिसको पहिला चाहिँ हामीले आइफेल टावर जाने भनेको छौँ त्यसपछि डिज्नील्यान्ड जाने भनेको छ सो फाइनल्ली गाइज होइन हाम्रो मेट्रो आयो होइन ल गाइज हामी मेट्रोमा जाँदैछौँ अघि मान्छेले मेट्रो नरोकेर हो कि सबै यो मान्छे यो डनले यहाँ आमाको कहाँ बस्ने अगाडि बसौँ न तिमीहरू पो उसो झर्ने हामी त होइन अगाडि छैन सिटै ओ उता गएछ मान्छे लास्टमा छैन होइन अब ल तिम्रो मैले आज त्यो ऱ्यान्डम भ्लग यत्तिकै हालिदिन्छु मैले केही नगरिकन एडिटै नगरिकन लट्टै हालिदिन्छु हो साँच्चै म चाहिँ अब स्कुटी लिएर जानु लाग्यो सुहानालाई छोड्न जानला होइन भोलि चाहिँ होइन आमामा यस्तो टल्के लाइट बालेको त साला चाहिँ
स्कुटी छोड्नु जानु ला होइन स्कुटी चाहिँ भोलि हामी पेरिस जाँदैछौँ नि त अनि त्यही भएर स्कुटी लगेर दिन्छु सुहानालाई अनि सुहानाले बनाउँछ स्कुटी चाहिँ सुहाना चाहिँ आउँदैछ अरे त्यहाँ राई खरबुस गएको थियो कि अनि त्यही भएर लेट्स सी है गाइज म नि अब सुहाना स्कुटी छोड्नु जानु ला सुहाना प्रवास नि आउँदैछन् दुईजना साइकलमा आउँदैछन् म चाहिँ यहाँ यस्तो हिँड्दै जानु लाग्यो म बस्ने ठाउँबाट 5 मिनट जति हो सुहाना बस्ने ठाउँ चाहिँ होइन त्यही भएर जाँदैछु अनि के अनि अरू त केही छैन त्यस्तो होइन अब चाहिँ दामी भ्लग आउँछ जस्तो छ है किनभने हामीहरू फ्रान्स घुम्न जाँदैछौँ होइन 2 दिनको लागि भोलि बिहान गइन्छ सायद अनि पर्सि 15 तारिक भन्नाले नि स्याटरडे बेलुका चाहिँ हामी फर्किन्छौँ म उहाँबाट बिहानमा फर्किने अनि दिउँसो आइन्छ होला अनि त्यसपछि फेरि काममा जाने हो क्या त्यही भएर चाहिँ भोलि बिहान नि 9 बजेको छ 9 पाउने 10 बजेको छ बस अनि त्यही अनुसार अब हिँड्नुपर्ने हुन्छ त्यही भएर अहिले चाहिँ स्कुटी बनाउनु दियो अब गएर बनाउँछ कि के गर्छ भन्ने चाहिँ सुहानाको कुरा किनभने भोलि बिहान छिटो उठ्नुपर्ने हो नि त छिटो उठ्नुपर्ने छ भन्नाले नि अब नेपालमा भए पो यस्तो फोन हानेर ल मलाई कुर्दै गरेँ म आउँछु भन्न मिल्छ यहाँ त यार यहाँ त आफ्नो टाइम हुन्छ होइन आफ्नो टाइम हुन्छ अनि त्यही भएर अब कुर्नी भन्न पाइएन अब के भन्न नि पाइएन नि त त्यही भएर के त्यस्तो छ होइन अरू त केही छैन अनि आज चाहिँ रियल र उसको म्याचहरू त यहाँ मुटु नै झर्ला जस्तो भइसक्यो यहाँ दामी भइरहेको थियो क्या म्याच 0-0 भइरहेको थियो ओके यस्तरी हेर्दैछु होइन म चाहिँ यस्तरी हेर्दैछु होइन यस्तरी हेर्दैछु म्याच चाहिँ होइन म चाहिँ म्याच हेर्दै गर्ने हो अब त केही नै होइन 2-2 भयो जस्तो लाग्यो पेनाल्टी सुटआउटमा पुगेछ क्या त्यही भएर अब हेरौँ के हुन्छ होइन अरू त अब आउनु लागिसक्यो यहीँ छु यो चाहिँ अब हेमापछि के छ अनि त्यहाँपछि चाहिँ आउँछ क्याप्सीको टाउकोमा बस्छ सुहाना चाहिँ टाउकोमा भन्नाको छ बोलो कि के हो ओके बोले रहेछ होइन अरू त केही पनि छैन खासै भन्नुपर्ने लेट्स सी गाइज अब चाहिँ सुहाना आउनु लागिसक्यो म अब सुहाना पुगेपछि चाहिँ भिडियो बनाउँछु है त फाइनल्ली जिते रियल माड्रिडले जित्यो जित्यो योपालि पनि च्याम्पियन्स लिग जित्नुपर्छ है रियल माड्रिडले जित्यो ओके आइसक्यो अब खोइ तिनीहरू मान्छेहरू कतिखेर आउने क्या अब खोइ कतिखेर आउँछ आउने बेला त भयो होला ओके होइन ए यो मान्छे हो हेलो लुक माई भोलिको कपडा आजै लाएर बस्यो मान्छेहरू भोलि बिहान उठ्न झ्याउ हुन्छ भनेर के को भोलि कस्तो लाएर म प्यारिस जान्छु नि ब्याङ्कलाई झोले पाएर लु स्कुटी मेरो त यहाँ भन्दा नि सानो हो सुटकेस त खै होइन त्यो बतको रियलले जित्यो यार पेनाल्टीमा हेर्दै उ त्यहाँ त चिच्चाएको म त कसैले थाहा उ त्यहाँ सबै पकाइदिन्छ है के गर्ने तिम्रो कुरा हो होइन मैले पकाऊ भन्ने नपकाउनु नि र खोल्ला न यो सुकुटी उ त्यहाँ के त्यो बच्चा चिल्लाउने जस्तो हो कि कस्तो भएको सुकुटी मलाई पनि थाहा छैन होइन त्यहाँ उस पनि हो त्यत्रो होइन यार त्यत्रो भयो त ल बाई तिमी कता जाने अरे 7 बजे उठ त्यहाँ
प्रभातको कपडा हाल्यो त्यसमा ए हो खै खै यो खुट्टा टेक्नु ओके ए ओ साँच्चै यार प्रभात त्यो एटिएम क्यारेर एड गर्छ गरे उसमा वालेटमा त्यहाँ सिकायो झन्गेलामा गजब कुन चाहिँ वालेटमा छ यो म त्यही कि हामीले एटिएम कार्ड युज गर्छौँ नि हो त्यही वालेटमा के अस्ति नै सिकायो होइन हो त्यही भने कि हेरेर थाहा हुन्छ यहाँमा बाटो त पुरा रोड उज्ज नि जिगज्याग जस्तो नेपालको ब्रेक जस्तै भएको त आज त किन हावा कम छ क्या टायरमा ए मैले ल्याएको थिएँ यार छ होला म एकचोटि हेर्छु भोलि अर्कोचोटि एउटा मैले पनि जानेको थिएँ त्यहाँ एउटाले आइफोनमा एड गर्नु पऱ्यो भने कि अनि त्यही भएर तिम्रो मोबाइलमा एड गर्नु पर्यो होइन होइन अर्काकोमा अर्काकोमा एप्पलमा एप्पलमा त तिमी सेटिङमा जाऊ अँ अथवा उसमा एउटा एप पनि के अरे उसमै त्यो सर्चमा हुन्छ त्यहाँनिर वालेट सर्च वालेटमा त हो भन्न खोजेको मोबाइल एप ब्याङ्किङ एप एड होला नि त एड गर्ने त होइन जाँदै भन्नाले अब तिम्रो वालेटमा गयो होइन वालेटमा गएर वालेटमा एड भन्ने अप्सन हुन्छ खोइ तिनीहरूले भएन भनेको त्यही भएर नत्र सेटिङमा जाऊ सेटिङमा वालेट वालेट त छ कि अब वालेटमा गएर एड गर्ने चाहिँ कसरी भने कि एड गर्ने एटिएम कार्ड प्लस साइन होला नि अहिले म तिमीलाई त्यो रुममा गइसक्यो भिडियो गरेको किन भएन भन्दै थियो कि मलाई त्यही भएर नत्र सुनाउनु थाहा त्यसले एड रिमुभ गर्ने युज गर्ने सेयर गर्ने फोन हाने सुन बनाउने हजुर तिमीसँग चाबी छ अरे सुहानाको अरे ल ल आइहाल्यो प्रभात अब ल भन्दा बिहान अलार्म डाउ ल म 7 बजेको लाउँछु ल 7 बाई। बजे ल ल ल बाई 6:30 को किन रेडी त यार अब गएर कपडा प्याक गर्ने बिहान उठेर नुहाउने मात्रै त हो नि होइन त बाजे नलाई त लास्टमा फाइनल्ली आयो होइन अब रेडी हुनुपर्छ आँखा झिमिर तिर्मिर 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 भएको यार बरु 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 गर्दै तिम्रो छेउ मेरो माया नै ठेची नदेऊ यो हो यार 4मा आएर 9 को हेर न 10th फ्लोरसम्म रहेछ त ल गाइस यू इन द पेरिस vlog Hi guys, see you in the Paris vlog. Till then, bye bye guys.